बेला बेलामा खाजा खाना खानु है त्यहाँ आफ्नो स्वास्थ्य ख्याल गर्नु है आमा आमा त्यही बस्नु भने किन बस्नु बाबु छोरीलाई दुःख दिएर एउटा छोरी थियो 2टा छोरी भयो एउटा छोरी मरिसकिसक्यो आमा आएन भनेर नाचिसक्यो अब छोरीलाई छोडेर आएको 4-5 दिन भइसक्यो शुक्रबार आएको शुक्रबार शनिबार आइतबार सोमबार आज त 4 दिन भइसक्यो छोडेर आएको आज जाने भने आज नि मिलेन अब भोलि चाहिँ काट लाग्नु पर्ला भने अब भन्नु आमा बने बिजो भएर मात्रै जानु भन्थ्यो अब यो बिजो 2 वर्ष नहोला अब 2 वर्षमा भइरहन्छ उहाँले भने नि त पाल्छ त फेरि ज्वाइँले पाल्छ भनेर ज्वाइँ छोरीलाई दुःख दिएर बस्छ त आमा दुःख हुँदैन परे बेलामा गर्ने त हो नि म कति खुसी यहाँ बस न म नि हेल्प गरिदिन्छु अनि भइ पालिहाल्छ नि यहाँ बस्यो आमा बस्यो भने म पनि हेल्प गरिदिइहाल्छु अनि पनि पालिहाल्छ नि छोरीले भन्छ छोरो छोरो नेताजी भन्नुहुन्छ त्यस्तो नेताजीले त्यस्तो भन्नुभयो मम्मी नेताको बिमी नाम चाहिँ जम्मै चल्छ होला के भइपर्छ भने त्यो